हेलो गुड मर्निङ एभ्रिवान, नमस्ते। सन्चै हुनुहुन्छ सबैजना। म चाहिँ यहाँ आएँ होइन दमक हाइटमा, अनि एकछिन बसेँ। अनि त्यहाँबाट मैले चाहिँ मिनी ब्लग बनाउन लाग्छु कि सानो होइन, माया गरिदिनु होला है। कस्तो हाँसो लगाइरहेको फेरि। अब म जान्छु ल, अब म अपार्टमेन्टमा जान्छु। यताबाट म हिँड्दैछु होइन, यहाँ गाडी पनि आइरहेछ क्या। अनि मेरो साथीको कस्तो याद आयो कि म यहाँ आउँदाखेरि जहिले आउँथ्यो कि मेरो साथी मलाई भेट्न। अब म इन्ट्री गर्छु अनि जान्छु। मेरो साथीको साँच्चै कति धेरै याद आउँछ कि। यहाँसँगै काम गर्ने एउटा साथी थियो, अनि त्यसको कस्तो याद आउँछ कि। अनि ऊ त्यहाँ आइपुग्ने बित्तिकै त्यस साथीको याद आएर अनि मलाई चाहिँ कस्तो कस्तो भयो क्या। अनि त्यहाँबाट म आएँ, इन्ट्री गरेर भित्र आएँ होइन। अब जानु पर्यो काम गर्न, अब काम त गर्नु पर्यो होइन। अनि त्यहाँबाट म आएँ लिफ्टमा, फेरि लिफ्टमा आएँ माथि जान्छु भनेर होइन। अनि अपार्टमेन्टमा म लिफ्टभित्र छु, एक्लै छु रे क्या आज, कोही पनि छैन अहिले होइन। एक्लै बिन्दास छु फेरि म, एक्लै हिँड्ने, एक्लै घुम्ने, एक्लै रमाउने मान्छे पर्छ नि त फेरि। अनि जस्ट परदेश भन्ने ठाउँमा होइन एउटा साथी चाहिँ हुनुपर्छ क्या गाइस होइन। एउटा साथी चाहिँ हुनुपर्छ, तर मलाई साथीले छोडेर गयो कि। अहिले त एक्लै छु, यता जाउँ उता जाउँ, एक्लै छु यार, के गर्नु गाइस। अनि म आएँ अपार्टमेन्टमा, अनि म्यामले अलरेडी सामान मगाइराख्नु भएको रहेछ। अनि उ गरेँ मैले, अब ढोका खोल्छु अनि जान्छु। चाबी मैसँग थिएँ, अनि अब खोल्छु अनि जान्छु भित्र काम गर्न। अनि काम गर्छु, काम त खासै हुँदैन केही पनि। अनि त्यहाँबाट कफी बनाएर खान्छु कि सोचिरहेको छु म। पहिला कफी बनाएर खान्छु, अनि खान्छु पिउँछु। म आएँ है फाइनल्ली। अब नम्बर 1मा के गरौँ त, बत्ती अन गरौँ अनि पर्दा खोल्छु, उज्यालो होस् न त होइन। अनि त्यहाँबाट खासै मलाई चाहिँ बोल्न पनि त्यस्तो आउँदैन कि, मतलब त्यस्तो के मलाई आउँदैन कि गाइस। आयो हाँसो लगाइरहेको छ अरे कि अझ। अब म पर्दा खोल्छु। कति बिहानको मौसम मलाई लास्ट मनपर्छ, तर के गर्नु, अहिले एकछिन पछिदेखि घामले मरि नसक्नुहुन्छ। बाहिर यति गर्मी हुन्छ होइन। हेर्नु होला गाइस, दमक हाइटको यो भ्यू खतरा आएको छ होइन। म्यामको ऊबाट मैले खिचेको, यहाँ स्विमिङ पुल पनि छ, अनि भ्यू पनि खतरा आएछ कि। अहिले त शीतल शीतल मौसम छ नि त, खासै त्यो गर्मी हुने ऊ छैन नि त। अहिले 10, 11, 12 बजीतिर त खतरा घाम लाग्छ। अनि म यो ल अब अर्को यसो चेक गर्नु पऱ्यो नि त, यताउता सबै चेक गर्नु पऱ्यो। त्यहाँबाट म पहिला चेक गर्ने, अनि कफी बनाएर खाने पिउने। अनि त्यहाँबाट म आएँ यता किचनमा आउँछु, अनि कफी बनाएर खान्छु। अनि कफी बनाउन लाएँ मैले चाहिँ, अनि मेरो कफी पनि रेडी हुँदैछ होइन। अनि त्यहाँबाट म कफी पिएर काम गर्छु है गाइस। कस्तो लाग्यो त मेरो ब्लग तपाईँहरूलाई? प्लिज लाइक कमेन्ट सेयर गरिदिनु होला है। म चाहिँ कफी पिएँ अनि काम गर्छु कफी पिएर। ओके बाई बाई गाइस, टाटा।